दसैँ आयो खाना पिउला जब रमाउने पाला आउँछ तब यो खाएको कारणले वेट बढ्छ कि भनेर टेन्सनमा बसिराख्नु भएको छ भने दिस भिडियो इज फर यु गाइज। सो नम्बर 1, जहिले पनि आफ्नो मेन मिल खानुभन्दा अगाडि हजुरले फाइबर रिच फुडहरू चाहिँ पहिला कन्ज्युम गर्ने गर्नुहोस्। सो जसमा चाहिँ क्यालोरिज कम भएको कारणले हजुरले धेरै खाए पनि वेट धेरै बढ्छ भन्ने टेन्सन लाग्नु पर्दैन। अर्को कुरा चाहिँ यसले हजुरको ग्लुकोज स्पाइक हुन नदिन पनि हेल्प गर्छ। सो नम्बर 2 मा प्रोटिन रिच फुडहरू पहिला खाने। सो हजुरको मिल खाँदाखेरि सबैभन्दा पहिला अब त दसैँ लाग्यो, सो सबैको घरमा माछा मासुहरू बनेको हुन्छ। सो हजुरले त्यो प्रोटिन रिच फुडहरू पहिला खानुभयो भने यसले चाहिँ हजुरको पेट एकदमै टन्न बनाइदिन्छ। सो जसका कारणले हजुरले चाहिँ त्यसपछि एक्स्ट्रा मिलहरू चाहिँ धेरै खान सक्नु हुँदैन। एन्ड द थर्ड वान इज हजुरले आफ्नो एक्टिभिटी लेभल बढाउनु पर्यो। निट होस् अथवा इट होस्, सानो डिस्टेन्समा कार बाइकहरू युज गर्नुको सट्टा हजुरले मजाले वाक गरेर आफ्नो डिस्टेन्सहरू कभर गर्न सक्नुहुन्छ। घरमा भाइ बहिनी आमा बुवालाई काममा सघाउन सक्नुहुन्छ। सो यसरी आफ्नो जति सक्दो एक्टिभिटी बढाउने। एन्ड द फोर्थ वान इज हजुरले लिक्विड फुड्सहरू सक्दो कम गर्ने। कोल्ड ड्रिङ्क्सहरू कन्ज्युम गर्नुहुन्छ भन्दाखेरि पनि हजुरले 0 क्यालोरिज ड्रिङ्क्सहरू कन्ज्युम गर्न सक्नुहुन्छ। या द्याट्स इट टुडे गाइज। आई होप दिस भिडियो विल हेल्प यु टु मेन्टेन युर वेट्स एन्ड डोन्ट वरी, थोरै वेट तलमाथि भयो भने केही फरक पर्दैन। आफ्टर फेस्टिभल हजुरले मजाले ट्रेनिङ गरेर यसलाई मेन्टेन गर्न सक्नुहुन्छ। या ह्याप्पी दसैँ टु एभ्रीवन गाइज।